हेलो हेलो नमस्कार हजुर। आज म बाँसघारीतिर जाँदैछु। बाँसघारीमा मेरो ढेडु लाग्यो भन्ने कुरो चाहिँ यहाँ खबर सुनेपछि म उतातिर लाग्दैछु। हाल म बाँसघारी पुगिसकेँ। बाँसघारी पस्नको लागि अलिकति झ्यासझुस छ मेरो। यहाँ खोलाधार हो, यस्तो अलिक गाह्रो छ। भित्र के छ, ढेडुले कति खायो मेरो बाँस हेर्नुहोस् साथी हो। सबै सत्यानाश बनाएछ यहाँनिर, पुरै आतङ्क मचाएको छ। अनि त्यहाँदेखि अब के गर्ने, यत्रो लामो लामो बाँस खाए के गर्ने हजुर हो। कोरोना कालमा यसो रोपेको बाँस थियो, सबै खाएर नाश बनायो। अब यो काम लाग्दैन, त्यसैले म ढालेर फाल्दैछु यसलाई। अब के गर्ने, यो यत्तिकै छोडेर पनि यो केही काम छैन। बुढो उसको गाछीलाई धक्का पुऱ्याउँछ यसले। अलिअलि बाँचिहाल्यो भने पनि त्यसले सबै मलमुत खाइदिन्छ। त्यही भएर यसलाई चाहिँ काटेर फाल्दैछु। यो कामै दिँदैन यसले। यस्तै छ, के गर्ने हजुर। ढेडुले खाएर सर्वनाश सत्यानाश बनायो। हाम्रोतिर यो एकदम तामामा चाहिँ ढेडु आतङ्क। लु हेर्नुहोस् यहाँ ढेडु। अब के गरौँ, मारौँ भने नेपाल सरकार भन्छ ढेडु मार्नु हुँदैन, वनको तस्करलाई वनको जनावर मार्नु हुँदैन भन्छ। नमारौँ भने यहाँ एकदम साफ बनायो। जताबाट पनि किसानलाई नै चुसो। नेपाल सरकारले पनि किसानलाई उचित दिँदैन, ढेडुले पनि सक्यो। हेर्नुहोस् सबै यता पनि खायो उता पनि खायो। ल साथी हो, दुखिया जिन्दगी यस्तै छ। दुःख पीडा भनेको कहिले छोडेन, जहिले तहिले पीडै पीडा भयो। ल हेर्नुहोस् सबै मेरो चाहिँ तामा खाएर सबै म यसलाई ठुटे फाड्दैछु। ल हस्।